नमस्कार सबैजनालाई। आज हामी अब अहिले हामी हैन तिहारको टिका लगाइसकेपछि अब ग्वान्डीतर्फ लाग्दैछौँ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो पछाडि हाम्रो परिवार। अब ग्वान्डीतर्फ चौलो हुन्छ हैन। अब हामीले त्यहाँ भस्सो खेल्नुपर्छ तिहारमा। अब हामीले बजाउनुपर्छ गएर दाइन्दामा। यहाँ अब हाम्रो छोरी हुनुहुन्छ पहिलोचोटि आउँदैछन् हाम्रो धनगढीबाट। उहाँको एकदमै अब यहाँ आउने चाहना एकदमै बढ्थ्यो हैन। अब उहाँ हेर्दै हुनुहुन्छ कस्तो हुन्छ आज हाम्रो यहाँ यताको हैन चौलो भस्सो। उहाँ त्यो डाँगासम्म पुग्नुपर्छ। यो माथि देखिरहेको छैन हैन। यो डाँगामा चढ्नुपर्छ। यहाँ हुन्छ भस्सो। त्यही भएर अहिले इनर्जी छ, पछि उहाँको यसरी इनर्जी पनि हराउँछ हामीहरूको। अब जाँदैछौँ हामी। यहाँ हुनुहुन्छ हाम्रो छोरी, यहाँ माइजू हुनुहुन्छ, यहाँ हाम्रो भाउजू हुनुहुन्छ हैन। यहाँ साइल दाई, कान्छो दाई, अशोक पिङ्गु दिदी हुनुहुन्छ, दिदी यहाँ अशोक छ। यहाँ पुरा एकदमै ह्यान्डसम भएर यहाँ हेर्नुहुन्छ हाम्रो ग्याङै छ हैन। म चाहिँ लास्टमा छु। यहाँ म चाहिँ अब हाम्रो ग्याङ जाँदैछ हैन ग्वान्डीतर्फ। यो डाँगाको माथि चढ्नुपर्छ हैन। वहाँ गएर पनि भिडियो बनाउँछु म। यहाँ देख्न सक्नुहुन्छ अहिले हामी अब यो बेलबारी भन्ने ठाउँ बेलबारी पुगेका छौँ हैन। अब यहाँनिर डाँगो चढ्न लागिसक्यौँ। यो डाँगोको बाटो। यहाँ हुनुहुन्छ हाम्रो टिम सबै। अब 10% थाकेका छन् हैन। धेरै थाकेका छैनन्। 10% थाक्नु भएको छ। माथि बाजे हुनुहुन्छ। यस्तै लट्ठी टेकेर जानुपर्छ हैन यो उकालोमा। देख्न सक्नुहुन्छ हामी एकदमै थकेर यो तलमा पनि बटिँदैछन् घरमा। हाम्रो स्कुल भइहाल्यो यो बेलबारी स्कुल। हामी पढ्थ्यौँ पहिला यो स्कुलमा। अहिले यहाँ पुगिहाल्यो। कस्तो लाग्यो तिमीलाई अब यो हिँड्दा हिँड्दा खुट्टा दुख्यो कि नै? दुख्यो नि। कति दुख्यो? 20% जति दुख्यो। कुकुर पनि छ अगाडि हाम्रो। यहाँ हुनुहुन्छ माइजू। यहाँ हुन्छ डल्लु हुन्छ। डल्लु आइ बढ्दा हजुर। यहाँ हुनुहुन्छ हाम्रो साइल दाई। साइल दाईको अब मासु गोल्ने जस्तो लाग्यो मलाई त। त्यो हामी अहिले हैन सायद सकेसम्म अहिले हामी 1 घन्टा हिँडिसक्यौँ हैन। 1-1.5 घन्टा हिँडेर हामी यहाँ टोलगान्डी भन्ने ठाउँ पुगेका छौँ हैन। यहाँनिर त देखिरहेको छैन। यो तल देखिरहेको छ नि। यो तल योभन्दा पनि तल छ एकदम गहिरामा। त्यहाँबाट हामी हिँडेको हैन। अब पुग्न आँट्यौँ। अब थोरै छ जस्ट 5-10 मिनट होला हैन। अब आउने अब यहाँ पुगिसक्यो। हेर्न सक्नुहुन्छ पसिना पुरा बगिरहेको छ हैन। पसिना पुरा टिका पनि बगिसक्यो। अब हाम्रो यो मेरो टी सर्ट हेर्नुहुन्छ पुरा भिजेर खतम छ हैन। यस्तो पसिना हुन्छ तल। यो यहाँभन्दा पनि तल त्यो देखिरहेको छ नि त्यो गाउँ तलको त्यो साइडको तल छ हैन। त्यहाँबाट हामीले यहाँ उक्ल्नुपर्छ। यो दुत्ते मेला भन्छ हाम्रो ठाउँमा। तिहारको दिन लाग्छ हैन। यहाँ चौलो खेल्नुपर्छ। यहाँ सबै आउँछन् हैन। सबै तलको सबै मान्छेहरू यहाँ आउँछन् हैन दुत्ते मेला बनाउन। यहाँ आउनै पर्ने हुन्छ। र अहिले हामी हिँड्दा थाकेर हैन पुरा बोल्ने पनि जागेर छैन। यहाँ हाम्रो दाइ र भतिज यहाँनिर बसिरहेको छन् हैन। दाइ त पुरा रेस्ट खोलेर बस्नु भएको छ। त्यहाँ हाम्रो ग्याङहरू आउँदैछन्। यस्तो गर्मी उस्तै हैन। अनि फेरि थकाइ उस्तै लागेर अब हामी पुगिरहेको छौँ। फाइनल अब पुग्नेछौँ केही छैनमा। देख्न सक्नुहुन्छ यहाँ थाकेर मान्छे यस्तरी बसेको छ। कस्तो लाग्यो त फर्स्टचोटि आइरहेको मान्छे कस्तो लाग्यो? ल गाइज फाइनली हैन गाइज अब फाइनली हामी पुगिसकेका छौँ हाम्रो गन्तव्यमा। यहाँ देख्न सक्नुहुन्छ यही हो हाम्रो भस्सो लाग्ने यता हामी काम्ने यतै हो। दाइन्दामा सबै आइसकेको छ। अब हामी पुगिसक्यौँ फाइनली। यत्रो डाँगो हिँडेर फाइनली पुगिसक्यो आफ्नो गन्तव्यमा। यहाँ देख्न सक्नुहुन्छ हाम्रो माइल दाइ बाबु। फाइनली यही हो हाम्रो अब यहाँ दाइन्दामा बजाउनुपर्छ यो भस्सो खेल्ने हैन।
यहाँ अब यहाँ त्यो काम छ नि होइन पछि यहाँ खेल खेलिन्छ म चाहिँ बाइकमा आएको मेला सजिलो लागिन्छ छ हामी चाहिँ हिँडेर आएको यहाँ देख्नु सक्नुहुन्छ पुरा भिजेर खत्तम छ होइन यो त यो गाडामा ठाउँ देखाउँछ त्यो पानी खाम होइन एकदमै तिर्खा लागेको छ पुरा घाँटी सुकेर बोली फुटिरहेको छैन बोल्नै सकिरहेको छैन होइन एकदमै कष्टै यहाँनिर झारो छ अहिले त मान्छे छैनन् होइन एकछिनपछि मान्छेहरू एकछिनपछि यति धेरै मान्छे आउँछन् अनि अहिले कोही छैन एकछिनपछि यति धेरै मान्छे हुन्छ नि पुरा यहाँ यो ठाउँदेखि लिएर पुरा भरिन्छ यहाँनिर पानी बढ्दैछ अरे अहिले त मान्छे कोही छैन 10-20 जना मात्र छन् मलाई पानी चाहिँ खान्छ होइन यहाँ छोरीले पानी दिएको छ यो हाम्रो ठाउँको यस्तो हुन्छ होइन यहाँनिर यो परम्परागत खेल खेल्ने गर्छन् होइन यसरी अब यो खेल खेलिसकेपछि अनि भस्छ हामीले उठाउनु पर्ने हुन्छ अनि भस्छ खेलिन्छ अनि हामीहरू काम छन् होइन एकदमै राम्रो मेला हुन्छ यो खेल सिद्धिएपछि अघि मानिस थिएन अहिले देख्न सक्नुहुन्छ एकदमै मानिस धेरै बढिसकेको छन् होइन यहाँनिर सबै आइसकेका छन् अघि हाम्रो मानिसहरू 4-5 जना मात्र थियो भने अहिले सम्पूर्ण घरदेखि मान्छेहरू सबै आइसकेका छन् यहाँनिर हाम्रो ग्याङहरू आइसकेको छ हाम्रो ओहो राजाहरू तिहारको मेला एकदमै केटाहरू सब पुगिसकेको छ हाम्रो टिमहरू आउँदैछ होइन यतादेखि ओ लल्ली केटाहरू आइसकेको छन् यहाँनिर सब दर्शन हुन्छ यहाँनिर भिड तिहारको रमझम यहाँनिर खेल खेलिँदैछ हामी यहाँनिर छौँ होइन एकदमै रमाइलो मेला हुन्छ यहाँतिर अब एकछिनमा भस्छ उठ्छ मजा भस्छ उठ्छ होइन त्यहाँ हेर्नुहोस् पहाड यस्तो भ्यू छ यहाँनिर मामा आउनु छ पुरा पसिनाले खतम देख्नु भएको छ केटाहरू आइसकेको छ यहाँनिर हाम्रो सब हुनुहुन्छ यहाँनिर देउ कामिरहेको छन् होइन यहाँनिर देख्नु सक्नुहुन्छ हाम्रो देउ उता अहिले यहाँनिर देउहरू सोधिरहेछन् होइन देउहरूको यहाँ घम्साघम्सी हुँदैछ होइन यहाँनिर भित्र देउहरू कामिरहेछन् यहाँ देख्न सक्छौँ भिड मानिसहरूको यो माथि पुरा यहाँदेखि लिएर यतादेखि लिएर यहाँ पनि सबै यो हाम्रो दुत्ते मेला हेर्नेहरूको भिड लागिरहेछ होइन यता पनि बसिरहेछन् मान्छेहरू यता पनि एकदमै भिड हुँदैछ म यहाँ छु होइन हामी यहाँनिर छौँ बिटा होइन अब यहाँ बिचमा अहिले हामी बाघ बनाउने तर्फ लागिरहेछौँ होइन यहाँ देख्न सक्नुहुन्छ हाम्रो यहाँ साथी बाघ बन्दै हुनुहुन्छ पाण्डव यस्तो मालाहरू लगेर बाघलाई हाल्नुपर्छ खुसी छ कि नै बाघ बन्दामा कसो महसुस हुँदैछ तँलाई माथिबाट कोही हान्दैन तो बोल्न छ कसो हो यार हाम्रो यहाँ साथी बाघ बन्दैछ होइन फर्स्ट टाइम हो तेरो फर्स्ट हो नि ल आज एकदमै खुसी छ होइन के हुन्छ हेरौँ यहाँबाट दाइ बाँध्दै हुनुहुन्छ अर्को बाघको जोडी ए बाघको जोडी के छ कस्तो महसुस हुँदैछ तँलाई फर्स्ट टाइम हो बाघ पाण्डव बाघ हो क्या ल बाघ बगेनी एकछिनमा यसलाई बनाएर माला साला लगाएर कुदाउने छौँ
केटाहरू सब यहाँ दर्शक हुनुहुन्छ हाम्रो दाइहरूदेखि लिएर सब हाम्रो यहाँ एकदमै हाम्रो इम्पोर्टेन्ट मेम्बर यहाँनिर फुलहरू कलेक्सन हुँदैछ यो फुललाई हामी बाघको माथि लगाउनेछौँ यो बाघको माथिभरि पुरा फुलले ढाकिन्छ होइन एकछिनमा यहाँ अहिले त पुरा मानिसहरू एकदमै खचाखच भइसकेको छ उता बाघ चाहिँ रेडी भइसक्यो होइन बगेनी यहाँ रेडी हुँदैछ बगेनीलाई रेडी हुँदैछ ए बाघको पुछाड हाल्नु बाँकी छ होइन पछाडि अन्तिम स्टेजमा छ बाघको सबै रेडी भइसक्यो तलदेखि मासम्म र बाघ बगान दौड्नका लागि रेडी भइसकेको छ यहाँनिर पछाडि फोटो निकाले यार घाममा छाया होला हाय हाय केतकी चली मुनि कहिले हाल्यो कसो बाघ बगेनीमा फाइनली हामी अब होइन तिहार सिहार सकेर दुत्ते मेला हेरेर दाइन्दमा बजाएर बाघलाई नचाएर हिँडाएर कुदाएर हस्तो खेलेर अब हामी घरतिर लाग्यौँ देख्न सक्नुहुन्छ यहाँनिर तलतिर हाम्रो एउटा पुरा लाइन छ माथिदेखि पनि आउँदैछन् केटाहरू केटीहरू सबै बहिनीहरू दिदीहरू त्यही हो अब जाँदाखेरि पनि पसिनै थियो आउँदाखेरि पनि पसिनै छ होइन अब यत्रो कालो चढ्नुपर्छ ओह्रालो झर्नुपर्छ जिन्दगी यस्तै छ पाहाडतिर कस्तो लाग्यो तिमीलाई रमाइलो त लाग्यो तर खुट्टा दुखेर बेहाल साथी ओ दोस्त के छ तिम्रो खबर सिधै नजाऊ न के कुरा बोल न खान त प्रिय साथी हुनुहुन्छ होइन हामी सँगै पढेको सँगै खेलेको यो स्कुलमा सँगै पढेको तर याद यो स्कुलमा पढेको हामीले खासै यो स्कुलमा 4 कक्षामा पढेको पढे यहाँ सबैजना घर आफ्नो आफ्नो घरतर्फ लागिरहेछन् होइन यत्रो डाँगो लिएर होइन अब झर्ने समय छ माजी एक दुई शब्द बोलिदिनु पर्यो कस्तो लाग्यो हजुरलाई आज हाम्रो यसपालिको तिहार एकदम हाम्रो पुर्खाको एउटा दुत्ते मेला भन्ने दाइ हजुरलाई कस्तो लाग्यो मलाई एकदम राम्रो लाग्यो भाइ एकदम भन्न चाहन्छु अनि आउने मान्छेहरूले पनि आएर हेर्दिनु होला एकदम दाइ ल मिठो लाग्यो ल सबैलाई सोधिन लाग्छ ल तिमीहरूलाई कस्तो लाग्यो यसपालिको दुत्ते मेला चड्के कसरी चड्के सबै रमाइलो लाग्यो यो हिँड्नलाई यति ठुलो यो उकालो हुँदा नै त्यही भएर अलि अप्ठ्यारो भयो हजुरलाई त टिभी ल्याउनु चाहिँ त अटाउनु भएन हजुर थाहा थिएन यो स्कुलमा पढेको बचपनमा हामी सँगै पढ्थ्यौँ होइन यहाँनिर हो के छ भाइहरू कहाँ तिमीहरू गएको नै उता यो स्कुलमा हामी सँगै पढ्थ्यौँ खेल्थ्यौँ होइन आउँथ्यौँ सँगै भवन थियो त्यसपछि हामीले यहाँ खाड्डो कोरेको थियो होइन खाडल अनि आजबाट चेन्ज भइसकेको छ यहाँनिर हामी यो स्कुल बनेको छ होइन पहिला हामी यो क्लासमा बस्थ्यौँ होइन यहाँनिर यो क्लासमा यो 4 क्लास हो अनि ऊ त्यहाँ यो माथि 3 क्लास छ होइन यहाँनिर हेलुवा खाना आउँथ्यो यो हाम्रो यहाँनिर लाइन लाग्थ्यो हेलुवा खान्थ्यो मजाले साथीहरूसँग रमाइलो गर्थ्यौँ अनि गएर क्याप्टन खेल्थ्यौँ त्यस्तै हुन्थ्यो होइन पहिला बचपनको याद आउँदैछ होइन यो स्कुल देखेर एकदमै राम्रो एकदम सुविधा भन्नाले अहिले चाहिँ विकास केही न केही भएको छ होइन राम्रो विकास भएको छ अरू भन्दा नि एउटा भवन थपिएको छ फिल्ड राम्रो भएको छ
यहाँनिर पिपलको चौतारा यहाँ बसिन्थ्यो होइन बाई बाई खुट्टा दुखेर ओ कोकिला कस्तो लाग्यो तपाईँलाई एकदम रमाइलो